हेलो, गुड मर्निङ। गुड मर्निङ त होइन, अब गुड आफ्टरनुन पनि हुन लागिसक्यो हो। अ, मलाई चाहिँ एकदम नेपालीमा भिडियोजहरू बनाउन एकदम इच्छा लाग्छ, तर कतिजनाले नेपाली बुझ्नु हुँदैन, त्यो भएर चाहिँ इङ्ग्लिसमा मैले भिडियो बनाइरहेको छु अहिलेसम्म। सो एकजनाको कमेन्ट मैले पढेँ होइन, उहाँले चाहिँ बहिनी नेपाली बोल्नु आउँदैन भनेर लेख्नु भएको रहेछ क्या। अन्त हाम्रो यतातिर चाहिँ त्यो रिस उठ्यो भने चाहिँ बहिनी गइदिइहाल्छ नि त होइन, बहिनी ए बहिनी भयो ल बहिनी त्यस्तो खालको होइन। सो त्यस्तो होइन, मलाई नेपालीमा भिडियोज बनाउन एकदमै धेरै मनपर्छ, नेपालीमै बोलिरहनु मनपर्छ। म सबैसँग नेपालीमै बोल्छु, तर कतिजनाले चाहिँ बुझ्नै हुँदैन नेपाली होइन। अन्त त्यो भएर इङ्ग्लिसले चाहिँ सबै कभर हुन्छ भनेर चाहिँ मैले इङ्ग्लिसमा भिडियोजहरू बनाएको। बट एनिवे आज चाहिँ म मत्ती 19:19बाट यो ब्युटिफुल वचन सेयर गर्छु होइन। यसमा चाहिँ आफ्नो आमा बुवालाई चाहिँ आदर गर्नु भनेर लेखेको छ, अनि आफ्नो छर छिमेकीलाई आफूलाई जस्तै माया गर्नु हो। अनि यो कुरा चाहिँ पढ्नु अनि पढेर अरूलाई सुनाउनु त एकदम सजिलो होइन, तर आफ्नो लाइफमा एक्चुअलीमा त्यो कुरालाई चाहिँ अप्लाई गर्नु चाहिँ एकदम डिफिकल्ट हो। अन्त आमा बुवालाई माया गर्नु, आदर गर्नु सजिलो छ। उहाँहरूले तपाईँको खाँचो पुरा गरिदिनुहुँदा, तपाईँको कुरा सुनिदिनुहुँदा, तपाईँलाई माया गर्नुहुँदा सजिलै छ। तर कहिलेकाहीँ उहाँहरूले तपाईँलाई जानी अनजानमा तपाईँको मन दुखाइदिनु भयो भने होइन, त्यति बेला पनि आफ्नो आमा बुवालाई चाहिँ माया गर्नु, आदर गर्नु, सम्मान गर्नु होइन, त्यति बेला पनि गर्नु सक्नु चाहिँ मलाई चाहिँ लाग्छ त्यो चाहिँ साँचो माया हो। अन्त बाइबल अनुसार त्यो कुरा चाहिँ एकदमै धेरै इम्पोर्टेन्ट हो है। अनि आफ्नो छर छिमेकीलाई पनि सोचेको जस्तो छर छिमेकी हुँदैन कहिलेकाहीँ होइन, धेरै प्रब्लम हुन्छ छर छिमेकीसँग पनि। सो उहाँहरूलाई पनि तपाईँले आफूलाई जस्तै माया गर्नुहोस्, इज्जत दिनुहोस्, आदर सम्मान दिनुहोस् होइन। तर अफकोर्स तपाईँको टाउकोमै टेकेर टाउकोमै नाच्न थाल्नुभयो भने छरछिमेकी मात्रै होइन, अरू तपाईँको लाइफमा अरू मान्छेहरू पनि है त्यस्तो छ भने चाहिँ तपाईँले के गर्नु पऱ्यो, फर्गिभ गर्नु पऱ्यो है। फर्गिभ गरेर चाहिँ अब अलिक डिस्टेन्स मेन्टेन गऱ्यो भने राम्रै हुन्छ। इगोहरू चाहिँ राख्नु भएन, डिस्टेन्स मेन्टेन गर्ने, फर्गिभ गर्ने। आई थिङ्क यस्तो गर्दा चाहिँ राम्रो हुन्छ। अनि मत्ती 19:19 यो वचन तपाईँले याद गर्नुहोस् है। धेरै माया तपाईँ सबैजनालाई। हेभ अ ब्युटिफुल डे, बाई बाई।